ल अरूले मात्र खाएको भिडियो चाहिँ कति हेर्ने। आज चाहिँ मैले पनि आफै खाएको भिडियो बनाउँदैछु। मेरो चाहिँ चाम्रे छ, बङ्गुरको भुटान, बङ्गुरको मासु, यो चाहिँ खोर्सानीको पातको तरकारी, आलुदम, अनि यो चाहिँ दहीबाट बनाएको है यो झोल के भन्छ। अनि मेरो चाहिँ यसरी छ। आज चाहिँ मैले खाएको भिडियो बनाएँ। सुरुमा चाहिँ म बङ्गुरको मासु खान्छु, म बोसो बिनाको मासु खान्छु। त्यही भएको हुनाले मेरो भागमा जहिले पनि रातो रातो हुन्छ है। सब मैले पकाएको है, मिठो छ। यो चाहिँ बङ्गुरको भित्रासहरू हाल्नु पर्यो। बल्ल बल्ल खाएको भिडियो बनाउनु पाएँ। अरू बेला अर्काको भिडियो खाएको हेर्दा 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 है यस्तो मुखमा पानी आउने। आज चाहिँ कति अर्काको भिडियो हेर्ने भनेर आफ्नै बनाउनु थालेँ। मासु खानु पर्यो। खोर्सानीको पातको तरकारी, आलुदम, चाम्रे, बङ्गुरको मासु सँग आज चाहिँ चट्ट